सदस्यज्यूहरू, पार्टीका जिल्ला कमिटीका सदस्य कमरेडहरू, नेपालगञ्ज उपमहानगरपालिकाका कमिटीका सदस्य कमरेडहरू, विभिन्न जनवर्गीय संगठनका अध्यक्षज्यू लगायत सदस्य कमरेडहरू, यहाँ उपस्थित पत्रकार साथीहरू, सम्पूर्ण महानुभावहरूलाई म नेकपा एमाले बाँकेको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट गणतन्त्र दिवसको उपलक्ष्यमा मङ्गलमय शुभकामना हार्दिक अभिवादन गर्न चाहन्छु। आजको दिन नेपाली नागरिकहरू राजकीय सत्ता प्राप्त गरेको दिन, नेपाली नागरिकहरूले मौलिक हक प्राप्त गरेको दिन र 240 वर्षदेखि यो देशलाई रैती बनाउने शासकहरू मुक्त भएको दिन। त्यसकारण यो दिन अति महत्त्वपूर्ण दिन हो। आजको दिनबाट हामीले नेपालबाट 240 वर्ष शासन व्यवस्था चलाएका राजालाई सत्ताच्युत गरी नेपाली नागरिकहरूको मौलिक अधिकारको हकको स्थापना गरी नेपाली छोराले यो देशमा राष्ट्रपति हुने व्यवस्था ल्याएको दिन भएको हुनाले यो दिन अति महत्त्वपूर्ण भएको कुरा म यहाँ सबै महानुभावहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु।